फोहोर मैला व्यवस्थापन सङ्घ मार्फत आयोजनले सहयोग गरेको कार्यक्रम हो। तपाईँलाई खासै धेरै ठुलो कुरा त केही छैन। एउटा साबुन स्याम्पू यो एउटा दिएर पनि केही हुने होइन। बुट एउटा उनीसित दिएको छ, त्यसले दिएर केही हुँदैन। तर एउटा चाहिँ भावनात्मक सम्बन्ध होस्, राम्रो होस्, परिचयात्मक पनि होस्। स्थापना समिति सञ्चालक समितिका अध्यक्ष रमेश निवासीलाई यो कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन मैले हार्दिक अनुरोध गरेँ। अब यो पुरै सरले भने जस्तो प्रशिक्षक अन्तर्राष्ट्रिय स्तरको चाहिँ होइन, यही कोभिडको बेला चाहिँ एमडिएमले एउटा कार्यक्रम गरेर त्यहाँ एउटा ट्रेनिङ ल्याएर चाहिँ कोभिडको बेलाको चाहिँ निकै नै जटिल थियो, धुने पखाल्नै थियो। अहिले चाहिँ यो मेरो मोहन दङ्गाल कम्पनी चाहिँ यस्तै प्र्याक्टिकल वेस्ट सल्युसन प्रणालीमा काम गर्छु। पहिला लाउने, हाम्रो काम गर्ने, हाम्रो कार्यस्थलमा जानुभन्दा हामी सबैभन्दा पहिला स्वस्थ हुनु पऱ्यो होइन। स्वास्थ्य नै धन हो। तपाईँ हामी स्वास्थ्य भएन भनेदेखि अब हामीमा डिपेन्ड भएको हाम्रो छोराछोरी श्रीमती बाबुआमाको पनि बिजोग हुन्छ। हाम्रो त त्यसै बिजोग भइगयो। त्यही भएर हाम्रा कर्मशील हातहरू, कर्मशील ज्ञानहरूलाई चाहिँ कसरी स्वस्थ बनाउने, भएका सामग्रीहरूलाई कसरी प्रयोग गर्ने भन्ने कुरोमा छोटकरी तपाईँहरूलाई एउटा डेमोको रूपमा एकजनालाई चाहिँ एउटा भाइलाई म यहाँ चाहिँ अगाडि बोलाउँछु। घरबाट आएका लुगाहरू हाम्रो कार्यस्थल काम गर्ने स्थलमा चाहिँ पिपिई सेफ्टी सुरक्षित सामग्री भनेर यो चाहिँ एमडिएम प्रोजेक्टबाट आएको हो। अहिले डेमोको रूपमा सबै साथीहरूलाई पुगेको छैन होला, जतिलाई छ त्यतिलाई चाहिँ गरौँला। यो पहिला हामी के लाउने, हामी चाहिँ अहिले काहीँ चाहिँ भयो भने पहिला ट्याक्क जुत्ता लाउँछौँ, म चाहिँ सुरु गरिहाल्छौँ होइन। अब यो पहिला यो भएका सामान कसरी लाउने भनेर म सिकाइरहेको छु। सुरुमा चाहिँ यो तपाईँको लाउने कुरामा पहिला ज्याकेट लाउनु पर्यो। हामी पहिला बुट लाउँछौँ जस्तो लाग्छ, चट्ट कहाँ भेट्यो भने जुत्ता बुट लाउनु सुरु गरिहाल्ने होइन। त्यो अलिक यो एमडिएम यो चाहिँ आइएलओले गरेको नीति चाहिँ यो पहिला ज्याकेट लाउनु पर्यो होइन। काम गर्नुभन्दा पहिला घरबाट आइसकेपछि हात मजाले पखालेर धोएर आफ्ना भएका लुगा, घरबाट आएका लुगाहरू चाहिँ एक ठाउँमा सुरक्षित ठाउँमा राखेर यो चाहिँ पहिला ज्याकेट लाउनु पर्यो। भाइ लाउँदा एउटा ज्याकेट निकाल्नु छ। स्मार्टदेखि भन्छ हिरो ट्राउजर ज्याकेट पछाडि चट्ट जुत्ता लाउने के छ निकाल्नु त नेपाल सर अनुको लाउने भन्नु पर्यो। अहिले होइन अझ लाउने चिज भने अर्को टेन्सन हुन्छ। साइड मिल्छ छिटो हुने ल। अब टोपीको पालो कि मास्क बसी टोपी यो जुत्ता लगाइसकेपछि यो क्याप लगाइदिनुहोस्। नयाँ सूत्र यो सबैको आफ्नो आफ्नो महत्त्व छ है भाइ। जुत्ता किन लाउने, सुरुवाल यो क्याप होइन, क्याप पछाडि अब यो यति गरिसकेपछि हामीले फेरि एकचोटि तपाईँको हातहरू मजाले साबुन पानीले धुनु पर्यो होइन। यो मास्क लाउनुभन्दा पहिला सबैभन्दा महत्त्वपूर्ण हाम्रो चाहिँ स्वास्थ्य चाहिँ के छ भने नाक अथवा मुखबाट चाहिँ हामीलाई रोग, हाम्रो फोहरामा चाहिँ काम गर्ने सबैमा विभिन्न किसिमका चाहिँ हानिकारक वस्तुहरू फोहरामा मिसिएर आएका हुन्छन्, जुनले चाहिँ हाम्रो नाक अथवा मुखको चाहिँ माध्यमद्वारा हाम्रो शरीरमा प्रवेश गर्छ। त्यो गर्दा यो मास्क लाउँदा चाहिँ पहिला यति लगाइसकेपछि यसमा पनि केही ब्याक्टेरियाहरू थियो कि भनेर हामीले हात धुने, हात धोइसकेपछि चाहिँ यो हात धुनलाई यहाँ सेनिटाइजर मास्क यो चाहिँ चट्टैले प्रयोग गर्ने र हात सफासँगले धुने। सफासँगले धोइसकेपछि यो मास्क चाहिँ रुमालले हात पनि पुस्ने, रुमालले चट्टसँगले हात पुस्ने। पुछिसकेपछि यो मास्क चाहिँ यसरी बिचमा समाउनु होइन क्या। मास्क आएपछि यो यसरी टक्कसँगले यहाँ समाउनु र मास्कलाई ठक्क लाउने। अहिले चाहिँ यो तपाईँको अटोमेटिक यहाँ छ नाकमा होइन। अर्को सामान्य मास्कहरू चाहिँ लगाइसकेपछि त्यो नाकको भागमा ठ्याक्कसँगले यहाँ दाब्नु पर्यो। दाबेपछि त्यहाँबाट चाहिँ अन्य हावाहरू ब्याक्टेरियाहरू केही पनि नछिरोस् भनेर मास्क यत्तिकै लाउने र त्यो बिचमा उसलाई चाहिँ